हेलो सम्पूर्णमा नमस्कार। मेरो पेज हेरेर बस्नुभएकोमा सम्पूर्णलाई नमस्कार। हामी यतिखेर आज चाहिँ 5 काटिया नौलाइटदेखि हामी दिने देखि खुर्पासम्मको यात्रा गरिरहेका छौँ। तपाईँहरूलाई हामीले यसअघि पनि अब कुसे गाउँपालिका खुर्पा चाहिँ कति बल्दैछ भनेर भनिरहेका थियौँ। आज मौसम सफादेखि एउटा क्लियर छ, त्यही हामीले दृश्यहरू देखाउन गइरहेका छौँ। दिने खुर्पासम्म चाहिँ जान लागिरहेका छौँ। गाउँपालिका चाहिँ सबै राम्रो क्लियर देखिरहेछ है गाइस। यस्तो मजा सफा मौसम छ है आजलाई। बाटो चाहिँ अलि अवरुद्धै छ, मौसम सफा। बाटो अलि खराब छ। बाटो खराब भएको कारणले हामी चाहिँ बाइक मेरो फेसबुक तथा युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। हामी यतिखेर कुचे गाउँपालिकाको ढिमेसम्म 5 काटियाबाट ढिमे र खुर्पासम्मको यात्रा छ। बाटो यस्तो छ। सुन्दर दृश्यहरू देखाउँदै हामी अगाडि बढिरहेका छौँ। तपाईँहरूले पक्कै पनि मनोरञ्जन लिनुहुन्छ भन्ने हामी आशामा छौँ। हामी कुसे गाउँपालिका 5 नम्बरमा छौँ। अब हामी केछेलमा चाहिँ यहाँ दमदलामा पुग्दैछौँ। आदरणीय दर्शकवृन्दहरू, सम्पूर्ण मेरा दर्शकहरू भिडियो हेरेर मन पराइदिनु होला। मेरो युट्युबमा रहनुभएका सम्पूर्ण साथीहरू बाबु
झरना 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 पानीको झरना ओ जुत्ता लुगा ल ल हेर्नुहोस् साथीहरू ल गाइस फाइनल गाइस हामी चाहिँ यो दमदला पुगिसकेका छौँ ट्याक्स पारेर हामी दमदला गाउँमा प्रवेश गरिसक्यौँ ट्याक्स पारेर धेरै सुन्तला पाउँछ धेरै सुन्तला पाउँछ आउनुहोस् तपाईँहरू चाहिँ त्यो ट्याक्स दमदला कुशी गाउँपालिका दमदलाको स्कुल हो यो 10सम्म छ के अरे यहाँबाट उच्च शिक्षा पढ्नको लागि खुर्पा या खोलाङ जानुपर्दछ हामी खुर्पा दमदला गाउँदै राजधानी 10 यहाँ पुरानो एउटा पानी घट्टा पनि छ ढल्दैन पोहोर साल ढलिनु फाल्दैन यो साल केही भएन यो साल केही नहोला भन्ने हो खास केही नभइदिया हुन्थ्यो भन्ने हो हाम्रो
पारिदेखि नै चाहिँ कुशी भारमा हो, त्यहाँ गाउँपालिकाको केन्द्र छ। कुशी गाउँपालिकाको केन्द्र पारि सेतो सेतो देखिनु भयो होला, त्यो चाहिँ भारमा, कुशी भारमा हो गाउँपालिकाको। अब केन्द्र त्यहाँ छ। हामी अब पुगिसकेका छौँ ढिमेमा। गाउँ यो हो, यो गाउँ चाहिँ यो हो। यहाँ चाहिँ पारि स्कुल छ, यहाँनिर धादेव मन्दिर पनि छ एउटा। ढिमेसम्म बत्ती बल्याएको छ। ढिमेदेखि अगाडि गएको छैनौँ। पारि खुर्पाको गाउँमा चाहिँ बत्ती लग्ने भनेर चाहिँ हामी फिल्ड भिजिटमा आएका छौँ। आज काम भइरहेको छ।